अब बाबाले नि छोरा कार्पेट ओछ्याउनेवाला त फिर्ता गरिहाल्नुभयो, जा भनेर खेदिहाल्नुभयो हो। अब यहाँ पनि कार्पेट ओछ्याउनु पर्ने होइन। यो भद्रगोल सामानको के गर्नु, खाना कसरी पकाउनु है। लु बिजक टेन्सन भयो नि दाल साल। ल अब यो दराज यता राख्ने, यो मेसिन माथि लाने, यो टेबलहरू त्यता राख्ने। यो टेबल त माथि नै लाने नि बाबुको रुममा, त्यहाँको टेबल चाहिँ बसिसक्यो। अब यस्तै हो सङ्घर्षको कथा। हाम्रो साग त्यहीँ छ, हेलमेट त्यहीँ छ, यो टाल्ने के त्यहीँ छ, कतिवटा टेबल यहीँ छ। भरे कहाँ बसेर खानु हो, पाहुना आयो भने के हुन्छ। के चल्दै रहेछ भन्छन्, यता र उता सारसुर गर्दैछन् भन्छन्। ल अझै यो सेटिङ पछाडि यहाँ किचनको यो बनाउनु छ, ऊ त्यहाँ बक्सहरू बनाउनु छ, यहाँनिर एउटा दराज बनाउनु छ। बाफ्रे